हेलो हेलो वेलकम टु आवर चिरियन जोय ब्लग्स गाइज। आज चाहिँ हामी स्टाफ पिकनिक भनेर चाहिँ यो घाग्रोमा जाँदैछौँ गाइज होइन। घाग्रोको त्यो पारी डाँडामा म यो राप्पोको एरियामा हिँड्दैछु गाइज। यो देख्न सक्नुहुन्छ होइन, यो पछाडि सिनहरू म र मेरो छोरो। अनि गाइज आज हाम्रो गुरुको चाहिँ त्यहाँ अवकाश सकिएको हुनाले चाहिँ हामी त्यहाँ जाँदैछौँ। र गाइज हाम्रो यस युट्युब च्यानललाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला गाइज। सक्दो माया गर्नु होला, सक्दो सपोर्ट गर्नु होला गाइज, सक्दो सेयर भिडियोलाई होइन। आफ्टर लङ टाइमपछि चाहिँ भिडियोहरू आउँदैछन् गाइज होइन। त्यही हो, सक्दो माया गरेर देखाइदिनु होला। मेरो छोरो यहाँ रेडी भइसक्यो यहाँ छ होइन, देख्न सक्छु। के लेख्नु भएको? हो र? ए ल त ल जाउँ त, ल जाउँ जाउँ होइन, ल हिँड्छ खाना। अरू स्टाफहरू चाहिँ गइहाल्नु भयो होइन। म र छोरो चाहिँ यहाँ जाँदैछौँ। आज कुन्टुको मम्मी पनि काठमाडौँ आयो हुनाले चाहिँ छोरो म आएको होइन। त्यो हुनाले देख्न सक्नुहुन्छ कुन्टु। अब आफ्टर लङ टाइम पछि चाहिँ भिडियोहरू आउँदैछन् गाइज होइन। टाइम हुँदैन, त्यो असार मसान्त लाग्यो, कामहरू पनि गर्नुपर्ने हुन्छ गाइज। सो त्यही हुनाले चाहिँ लाइक गरेका थियौ तिमीले? कसलाई लाइक गरेका थियौ? मलाई चाहिँ म बाबालाई लाइक गरेको हो। हो र? कसले देखायो तिमीलाई? हो ल हिँड त जाउँ। गाइज देख्न सक्नुहुन्छ कुन्टु यहाँ आइसक्यो। हामी उताको त्यहाँको लोकेसनतिर जाँदैछौँ गाइज। यो चाहिँ राप्पोको बाटो हो। कुन्टु तिमी केही भन्न चाहन्छौ कि? आज हामी कहाँ जाँदैछौँ भन्न त क्यामेरामा हेरेर। ल भनिदेऊ त। आज हामी कहाँ? पारी के गर्नु? पिकनिक खान जाँदैछौँ हो। अनि कोसँग जाँदैछौ तिमी? हो ल हेलो हेलो गाइज हो न। बुट्टु चाहिँ डोमिटाको सिटा हान्छ, डोमिटाको सिटा गाइज। बुट्टु चाहिँ डोमिटाको सिटा हानेर चाहिँ हामी चाहिँ घाग्रोको पुलमा पुगिसक्यौँ। त्यही हो, फेरि सक्नुहुन्छ। हामी चाहिँ यहाँ पुगिसक्यो छोरो र म। अब फेरि जाँदैछौँ। आज अब जो रमाइलो हुन्छ भन्ने लागिरहेको छ होइन, खोइ कस्तो हुन्छ होइन। त्यो सो गाइज फाइनल लोकेसनमा चाहिँ पुगिसक्यौँ गाइज। यही हो होइन हाम्रो आजको पिकनिकको टुरको पिक। अनि यहाँ चाहिँ कुन्टु यहाँ हिँड्दैछ। ल नि त दौड, कमन। देख्न सक्नुहुन्छ यस्तै बबाल ठाउँ छ यो। उता बिरे खोला हो यो झर्ना होइन। यो झर्नामा खासै अहिले पानी राम्रो नभएर चाहिँ राम्रो नदेखिया हो गाइज। हाम्रो यहाँ चाहिँ रमाइलो हुँदैछ होइन। हामी यहाँ चाहिँ रमाउन आइरहेको सबै हामी स्टाफहरू चाहिँ गोल्ड गोल्ड हाम्रो गुरुको विशेष पार्टीमा। अनि हामी यहाँ चाहिँ रक्तिया काटिँदैछ। अब यो हाम्रो यो चाहिँ बन्दैछ गाइज होइन। यो हुडी पनि छ अहिले, मासु पाक्दैछ गाइज होइन। पिकनिकको जो रमाइलो यो चाहिँ मासु आइटम छ गाइज होइन। हाम्रो अङ्कल पनि हो होइन। उहाँ चाहिँ होइन, उहाँले चाहिँ हाम्रो यहाँ सहयोग गरिराख्नु भएको छ हामीलाई चाहिँ बनाउनलाई चाहिँ गाइज। हाम्रो गाउँको सरको चाहिँ एन्ट्री भइसकेको छ गाइज होइन। हाम्रो इन्जिनियर सरको दुईवटा शब्द केही छ कि एउटा जस्तो जाउँ त फुवाजु आज पिकनिकको उपलक्ष्यमा। बस हो र? आज हाम्रो प्राविधिक शाखा सम्पूर्ण साथीहरूको एकीकृत रूपमा हामीले आज पिकनिक बनाएका छौँ। हाम्रो गुरुसँग यस्तो रमाइलो एकीकृत समाजवादी मायाको रूपमा हाम्रो पिकनिक भएको छ। फेरि पनि हाम्रो पिकनिक भएछ। फेरि पनि गङ्गसरले बोका ल्याउनेछ। ल गाइस ओ यहाँ पिस चाहिँ बोबाले रहेछ होइन। यो मासु चाहिँ अलि जसको भागमा गर्छ मजाले खान्छ, देख्न सक्नुहुन्छ। अङ्कलले चाहिँ बनाइसकेको छ गाइस। जे होस् रमाइलो भइरहेछ गाइस पिकनिकमा चाहिँ।
गाइज नजारा चाहिँ बब्बाल छ गाइज होइन यहाँ चाहिँ देख्न सक्नुहुन्छ कृष्णजी र म यहाँ छौँ गाइज होइन हामी भिडियो बनाउँछौँ गाइज म नआउन सकेँ नि गाइज होइन तर हाम्रो सरहरूले चाहिँ रमाएको वाइल्ड भिडियो चाहिँ म हाल्नेछु गाइज होइन सो सर्ट्समा हाल्नेछु गाइज सर्ट्समा हालेको भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला गाइज होइन यो हामी यहाँ वाइल्ड चिलमा गाइज एक भिडियो ल सब चिल मोबाइल हो युट्युबमा आउने युट्युबमा गाइज चिल यस्तो सबैले निउडेर यो भिडियो चाहिँ हाल्नुपर्छ ल वाइल्ड गाइज वाइल्ड रमाइलो लड़के रो Look! जो लोंडिया Lo, wildness.
लो फाडे कट्टा हान्दिने यतातिर हेरेर है सब गाइस कट्टा हान्ने कट्टा आउँछ नि सर चिल असैसँग असै अलि टाढा अलि उता अलि बाहिर चिल हान्दिने हौ अलि नजिक हुनु उहाँ हामी सर चाहिँ उहाँ आफ्नो चिलमा हुनुहुन्छ बिरे खोला आउने गरी भन्दै हुनुहुन्छ यहाँ सरहरू चाहिँ आफ्नो चिलमा हुनुहुन्छ छेली गाइड हो त हाम्रो युट्युब च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब ल चिल
मलाई नि थारू भिडियो कोडा लोलो कोडा कोडा यतातिर सब यतातिर ये बिगड़ गई बिगड़ गई झार झोल कहिले खान भनेको थिए भयो धेरै जाग्ने दारू टोलमा बिग्रियो पहाडिया बिग्रियो ज्वार यहाँ आउँदै यस्तैमा त मजा आउँछ समूह आचार्य प्रसाद उपाध्याय सरलाई धेरै धेरै धन्यवाद। हाम्रो बडीमालिका नगरपालिका प्राविधिक शाखाको तर्फबाट सानो मायाको चिनो सुखमय होस् गुरुको भनेर यो हस्तान्तरण गरिदिनु न हाम्रो शाखा प्रमुख नजिक ल गुरुलाई ल सबै ल कुन्टु र म चाहिँ यता छौँ। त गाइज आजको यो पिकनिक चाहिँ यहीँ रमाइलो चाहिँ यहीँ सिद्ध्याउँछौँ गाइज होइन। हामीले अलिअलि भिडियो बनायौँ, अहिले रमाइलो गऱ्यौँ, तर कुरा गर्दैछौँ गाइज चार्ज पनि सक्यो क्यामेराको। सो त्यही भएर चाहिँ हाम्रो युट्युब च्यानललाई चाहिँ गाइज लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला गाइज। अझै सक्दो सेयर गरिदिनु होला।